ल तपाईहरुसँग पनि यस्तो भाँचिएको खुकुरी छ भने यसरी बनाउनुहोस्। यो पातो चाहिँ हामीले वेल्डिङ गर्दैछौँ यहाँ। त्यसको लागि चाहिँ पहिला यो घिचेर टक्क टल्किने बनाउने ठ्याक्क यहाँ। अब चाहिँ हामीले यहाँ होल गर्छौँ। यहाँ होल गरेर चाहिँ बिड यताबाट हालेर ल यो चाहिँ यहाँ र यहाँ होल भइसकेको छ। अनि यसलाई यता कट गरियो। अनि त्यसपछि अब यो काठ छ, काठलाई चाहिँ अब यहाँ ठ्याक्क बिडको लागि यहाँ राख्ने यसरी यति राखिन्छ हामीले। अनि त्यस पछाडि यहाँ होल गरिन्छ। यहाँ एउटा यहाँनिर अर्को दुईटा। अब यसलाई होल गर्दैछु मैले राखेर ठ्याक्क पाल। अब हामीले यहाँ यसरी यति चाहिँ खोल्सो पार्छौँ। ल यसरी खोलिसक्यो यसलाई। अब चाहिँ हामीले यसलाई ठ्याक्क यहाँ राखिन्छ यसरी। ठ्याक्क यसको भाग भएको छ र अनि यसलाई यसरी राखिन्छ। ल यसरी चाहिँ ग्लु लगाइयो यसमा मजाले यसरी। अब चाहिँ हामीले घोड्दैछौँ यसरी पहिला। ल यस्तो चाहिँ बनाइयो है। अब दामी भएको छ, ग्रिप राम्रो भएको छ। ल भाँचिएकालाई चाहिँ यस्तो बनाउन सक्नुहुनेछ।